आज हामी कहाँ गयौँ र के खायौँ यो भ्लगमा हेर्नुहुन्छ साथीहरू। लेट्स गो। तपाईहरुले धेरै वेट गरिराख्नु भएको थियो होला मेरो नयाँ भ्लग कहिले आउँछ भनेर गाइस। सो फाइनली मैले चाहिँ नयाँ भ्लग लिएर आइसकेको छु। हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि तपाईँहरूले टाइटल हेरेर पनि थाहा पाइसक्नुभयो होला। सो हामी चाहिँ आज भोटो जात्रा हेर्न जाँदैछौँ। सो म चाहिँ भोटो जात्रा हेर्न चाहिँ फर्स्ट टाइम नै जान लागेको, त्यसैले मेरो भिडियो हेरेर इन्जोय गर्नु होला। हामी चाहिँ घरबाट हिँड्दाखेरि 4:30 भएको थियो। बाबुलाई चिसो लाग्छ कि भनेर चाहिँ मैले बाबुलाई पछि उडाइदिएँ। सो एकैछिनमा चाहिँ हामी त्यहाँ पुग्यौँ है। हामी यहाँभन्दा उता चाहिँ जानु नदिने रहेछ कि। सो बुढो चाहिँ उता पार्किङ गर्न जानुभयो र छोरा भएर बाबालाई कुर्यौँ। एकैछिनमा बाबा आउनु भएपछि हामी चाहिँ ततिर लाग्यौँ। बाबु चाहिँ धेरै बेर सुतेको थिएन, सो उसलाई चाहिँ निद्रा लागिरहेको थियो। त्यही पनि यताउता हेर्दै हिँडिरहेको थिएँ है, अनि नसुतेको के। अनि हामी चाहिँ गयौँ, ग्राउन्डभित्र गएको थियौँ, बाहिरबाट देखिँदैन भनेर। यति धेरै मान्छे थियो नि साथीहरू ग्राउन्डभित्र, हो भन्नै सकिँदैन, यति धेरै मान्छेहरू हुनुहुन्थ्यो। अझै यो त बिचबिचमा ग्यापहरू देख्नु भएको छ नि साथीहरू, भोटो देखाउने बेलामा त ग्यापै थिएन। सो हामी गएको 1 घन्टामा चाहिँ बल्ल फोटो देखायो। भिडियो क्लियर छैन, त्यो पनि हेरिदिनु होला है। भोटो देखाएको हेरिसकेपछि चाहिँ हामी बाहिर निस्कियौँ। गेटबाट निस्किन धेरै गाह्रो भएको थियो कि, बाबु पनि सुतिरहेको थियो। बाहिर निस्केर बसेर चाहिँ खुट्टा पनि दुखिरहेको थियो। सो त्यहाँ एकछिन बसेको, दिदीहरू पनि आउनु भएको रहेछ, ठ्याक्क दिदीलाई भेटिहालेँ। सो अनि हामी चाहिँ खाजा खान जाऊँ भनेर चाहिँ खाजा खान गयौँ। वर्ल्ड कपको माहौल फेरि छिट्टै छ है साथीहरू। हेर्नुहोस्, हामी चाहिँ महालक्ष्मी थानमा रहेको द बर्गर हाउसमा गयौँ खाजा खानको लागि। के खाने होला त भनेर चाहिँ हाम्रो कुरा हुँदैछ कि मेनु हेर्दैछौँ। चाहिँ फर्स्ट आइटम आयो ड्रमस्टिक र बर्गर, अनि अरू आइटमहरू पनि मगाएको छौँ हामीले, पोक चाउमिन, किमा नुडल्स, मोमो। सो यसमा चाहिँ पुरै छैन त्यो पनि है, मेरो फेभरेट। अनि हेर्नु न, हामीले चाहिँ यसरी नै इन्जोय गऱ्यौँ साथीहरू। मेरो छोरा पनि मक्कै परेर यताउता हेर्दै बसिरहेको छ है। अनि ड्रमस्टिकहरू पनि मिठो थियो, मोमो चाउमिन पनि मिठो थियो। मैले चाहिँ ड्रमस्टिक टेस्ट गरौँ न भन्दैछु कि बुढोलाई। छोराले चाहिँ काँक्रो खाँदै थियो। सो काँक्रो लिएर आलु खाऊ भनेर आलु दिएको मैले। आलु खाएर चाहिँ छोराले चाहिँ, हामी बुढाबुढी चाहिँ आफ्नै दुनियाँमा। छोराले चाहिँ पुरा फ्रेन्च फ्राई खाँदै इन्जोय गरिराखेको थियो। सो हामी चाहिँ त्यसपछि घर आयौँ, त्यो त आफ्नो गर्दै जानुभयो। हामी आउँदा चाहिँ 7:30 भएको थियो। सो भिडियो मन परेमा लाइक गरिदिनु होला साथीहरू। नेक्स्ट भिडियोमा भेटौँला, बाई बाई। भोटो जात्रा त बहाना हो, बाहिर खाने मेरो चाहना होइन त साथीहरू, जस्ट जोकिङ।